कति मुठा घाँस बोक्यो? एक मुठा हो? ल अब ए त्यहाँ घाँस छोडेछ, कसले छोड्यो? खै कसले छोड्यो? ल खै कसले हो? राख, खै बाबुले राख्छ ल्याऊ। ल मम्मीलाई मैले घाँस ल्याएको भन है। हस् हुनु नि। ल ल त नि। छि चप्पलको फाल्दियो। खै कसको? दिदीको होला नि बाटोमा। छिटो घाँस गोरुङ्गो भएन? भएन? ए हस्। ए बाबाले यहाँ गोजिया राख्छु। घाँसबारी पुगेपछि के गर्ने? भैँसीलाई तिम्रो घाँस भैँसीलाई दिने हो कि गोरुलाई? गोरुलाई दिने हो? भैँसीलाई दिन्न? किन? भैँसीले दुध दिन्छ त, भैँसी दुध खानुपर्छ। बाबाले दिन्छ। बाबाले ल्याएको घाँस चाहिँ भैँसीलाई हो? यहाँबाट जान सक्छ? सक्छ योबाट जान? बाबाले समाउनु पर्छ? पर्दैन। ए बाबाले घाँस समाइदिएको छु। हिँड हिँड भयो। ल छोड्यो है, बाबाले घाँस समातेको छैन। ल ल हिँड, छोडिसक्यो बाबाले। ए धन्दै लडेन। ए धन्दै लडेन। बाबाले घाँस समात्छु। हिँड हिँड। अब छोडिदिन्छु है। ल छोडिदेऊ। ल मम्मीलाई भन त मम्मी घाँस हो। खै मम्मी बोलाउ न मम्मीलाई। मम्मी मेरो घाँस हेर। ल ल यिनीहरू गोठमा राख्ने रे। हजुर कता जाने? लड्छ है, बिस्तारै हिँड्न। राख्यो राख ल। हो गुड भयो। त्यही बाँधेर राख्ने हो। त्यति हो भने खोल्नु पर्दैन त्यो। भयो थाक्यो? ल